नमस्ते सबैजनालाई नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। तपाईहरुले मेरो फेसबुक मार्फत योभन्दा अघिल्लो भिडियोमा जसलाई मैले कल गरेको थिएँ, तपाईको त्यो फोन गरेको साथीलाई जसरी भए पनि भिडियोमा देखाउनु होला, देख्न पर्यो हामीले भनेर कमेन्ट गर्नुभएको थियो धेरै जनाले। मैले चाहिँ हेलो पूजा, तिमीले मेरो ऋण लगेको कहिले फिर्ता गर्छौ भनेको साथी उनै हुन्। नमस्ते। उनी र म चाहिँ आजभन्दा 18 वर्ष अगाडि 6 मा पढ्ने बेलामा छुट्टिएका थियौं। त्यसपछि फेरि हामी कुनै पनि दिन फोन गर्ने, चिठी पठाउने, फेसबुकमा कुरा गर्ने, टिकटकमा हेलो हाई, कहीँ पनि केही पनि कुरा भएन। मलाई चाहिँ उनको याद आइरहन्थ्यो। उनले चाहिँ अहिले विवाह गरेर 2 जना बच्चा जन्माएर अनि छोरीको नामबाट फेसबुक खोलेर रहेछिन्। मैले चाहिँ उनकै नामबाट फेसबुक सर्च गरिरहन्थेँ कहिलेकाहीँ। मेरो मनमा उनको मनमा भन्दा धेरै माया रहेछ साथीहरू, किनभने उनको नाममा मैले पटक पटक सर्च गर्थेँ, तर उनले चाहिँ मलाई कहिले पनि सर्च गरेर हेलो हाई गरिनन्। त्यसमा मलाई एकदम चित्त दुखाइ छ, धेरै ठुलो गुनासो छ साथीहरू। मलाई चाहिँ मेरो बाल्यकालको सबैभन्दा पहिला याद आउने साथी भनेको उनी हुन्, पूजा गुरुङ। अहिले चाहिँ उनी नाम फेसबुकमा अर्कै के पो लेखिरहेछिन्, नानी यो फुच्चीको नामबाट। धेरै धेरै बधाई छ 2 जना बच्चाको आमा बनेकोमा। मेरो प्रिय साथीलाई यति माया लाग्यो, तिमी आयौ, मलाई एकदमै खुसी लाग्यो। तिमीलाई कस्तो लाग्यो भन? मलाई पनि खुसी लाग्यो। अस्ति नै भिडियो बनाउँदाखेरि झन् खुसी लाग्यो, अहिले भेट्दाखेरि झन् खुसी लाग्यो। अनि अरु भन। अरु के पनि तिमीले कुनै दिन पनि मलाई किन सर्च गरिनौ? पहिले जानेर भन्ने मैले जान्नु हैन, मैले हेर्न त अब गीतहरू त हेर्थे। अनि गीतहरू हेर्दा माया लाग्दैन थियो मेरो? लाग्थ्यो। किन अनि खोजिनौ? हजुरआमा बित्या पनि मैले थाहा पाएँ। अब कति दिन भयो कि कसरी जाने यस्तो हुने क्या। अब कता होला, ती घर हो कि अन्त हो कि, अनि कसरी जाने, जान पाएन हुन्थ्यो जस्तो हुने। अनि ठ्याक्कै फेरि बिदाई गरेर गएछु। अनि खुसी लाग्यो मलाई। अनि हिजो आउने भने म आएन, आज आएँ। तिमीलाई याद आउँछ कि नै हाम्रो पुराना दिनहरू? आउँछ। सम्झिन्छौ? अनि धेरै। तिम्रो घरमा कति दिन बस्यौ? कति चोटि भन क्या? कति चोटि? आउँछ नि, आउँदा कति चोटि बस्यौ भन? खै त अब थाहै भएन। दुध खुवाउ के नानीलाई? सानो दिदीसित जाऊ त एकैछिन। यता हेर त मैया, उता हेर। मान्छे हजुरसँग एकैछिन बोलाइदिनु त। यसँग त मान्छे जाऊ चकलेट खान जाऊ, चकलेट खान जाऊ है। हेर्नु साथीहरू, अनि म चाहिँ उनीसँग आज एकदम दुःखको कुरा, सुखको कुरा सेयर गर्नलाई यो भिडियो बनाएको छु। उनले र मैले 1 कक्षादेखि 6 कक्षासम्म सँगै पढ्यौँ। उनी र म क्लासमेट मात्रै होइन, बेन्चमेट पनि हो। उनको र मेरो बेन्च पनि एउटै हो। अनि हामी चाहिँ एकदमै मिल्ने साथी सानोमा। अहिले 18 वर्षपछि भेट हुँदाखेरि कस्तो मन भारी जस्तो, कता कता खुल्ला जस्तो, कता कता भारी जस्तो। अनि पुराना दिनहरू याद आएर कस्तो मन बहकिएको, रुन मन पनि लागेको साथीहरू। आँखाभरि आँसु पनि 2-3 चोटि आएको, बल्ल बल्ल सम्हालेको। त्यो उसमा हाले पछि त्यो नानीले के त्यहाँ तपाईँको साथीले भिडियो हाल्नु भयो भने खै मेरो मोबाइलमा सर्च गरेर त भने मेरो मोबाइलमा आउँदैन। अब किन आएन मलाई त्यो थाहा भएन नि, सर्च आउँदैन। अनि उसले आफूले पठाइदियो कि। तिमी त अनि त्यो भिडियो हेरेपछि कस्तो लाग्यो त तिमीलाई? खुसी लाग्यो। मसँग ऋण लगिथ्यौ अनि राम्रो भन्दा कस्तो लाग्यो? साथीले भन्न पाइयो त? पाइयो नि? पाइयो। धन्नै तिम्रो बुढाले मलाई गाली गर्नुभयो नि। पछि त लाग्थ्यो साली होला नि के, कोही साली होला नि भन्नुहुन्थ्यो। अनि मैले फोन गरेर म फलानु, अनि मैले चाहिँ तिमीलाई यसरी सम्झेर फोन गरेको भनेर राखेपछि के भन्नुभयो बुढाले? भन मलाई, नढाँटेर भन। एउटा नढाँटेर। अनि यस्तो भयो, अब त्यो फोन गरिसकेपछि के भन्छ, मैले फेरि कहिले कस्तो क्या, मैले त्यो अब दिपकले चिन्छ नि त दिपकलाई, दिपकले यस्तो कुरा गर्ने अनि यस्तो हो उस्तो भन्ने कुरा गर्नु, मैले पनि त चिन्छु नि, मेरो साथी हो नि त ऊ भन्थेँ क्या मैले। मेरो साथी दिपकलाई पुरै थाहा छ, अझ मलाई नसोधेर भन्नु त पूजाले कहिले कसो मेरो कुरा गर्थिन् कि नै साथी भनेर भन्नु, दिपकले भन्नुहुन्छ आफै। अनि भन्थेँ। अनि पछि त्यो अस्ति साथी साथी मात्रै भनाभन गर्छौ तिमी दुईटी, कहिले भेटघाट हुन्न। अब यस्तो हुन्छ, आफू अब कहिले छोराछोरीको धरालेर नि कहिले के गर्ने हुने नि। अनि त्यो सबै के नमिला हो कि नमिल्या हो कि केही थाहै भएन कि। अब नमरेपछि नि मैले त तिमीलाई 18 वर्षपछि भेट्दाखेरि हैन, देख्दाखेरि चाहिँ मलाई त्यही
बालापनको कहिले कहिले 2टा चुल्ठा कहिले एउटा चुल्ठा बाटेको पूजा गुरुङ होइन याद आयो फुरुङ फुरुङ गरेर यतिको मेडी लाएर हिँडेको होइन अनि तलपाई सुराल मेडीको मुनि सुराल होइन अनि मेडी सर्ट लाएर झोला बोकेर हिँडेको पूजालाई देखे जस्तै पनि लाग्यो तिमीलाई चाहिँ कस्तो लाग्यो भन त तिमी त उस्तै छेउ म त त्यो बाटोमा आउँदाखेरि तर अब त पिच भन्ने नि पहिला त त्यस्तो थिएन हामी आउँदाखेरि बाटो कस्तो म एकैचोटि कहिले भनेपछि हाम्रो कान्छा बिहा बितेको बेला अनि त्यसपछि म आएको थिएन कि यता होइन त्यो त दाइलाई भने दाइ यता होइन भने होइन माथि छ घर भन्नु त्यतिखेर के मलाई याद आयो कि हामी यसरी यहाँ आउँथ्यौँ यति घर थियो भन्छु फेरि तिमी मेरो घरमा आउँदाखेरि हामी अर्काको घरमा बस्थ्यौँ अहिले तिमी जहाँ आयो यो मेरो हाम्रो आफ्नै ठिक छ त्यो पनि त आफ्नो घर हो नि बसेपछि आफ्नो घर हो तर त्यतिखेरको तिमी जतिखेर हाम्रो घरमा आउँथ्यौ बस्थ्यौ म तिम्रो घरमा जान्थेँ बस्थेँ होइन म तिमीलाई र मेरो भिडियो हेर्ने सबैजनालाई के भन्छु भने मैले जीवनमा थोरै साथीहरूलाई तिमी भन्छु होइन एकदम कमलाई के एकदम कम खै किन हो म मेरो नेचर के हो मलाई थाहा छैन एकदम कम मान्छेलाई तिमी भनेर सम्बोधन गर्छु मैले नत्र भने धेरै जस्तो आफूभन्दा सानोलाई पनि तपाईँ भन्छु त्यो तिमी भन्ने साथी मध्येको तिमी हो के हामी पहिलेबाट कहिले त भन्यौँ हामीले त पनि भएन तपाईँ पनि भएन के सुरुमा भेट्दैखेर चाहिँ तिमी भयो तिमी नै राम्रो लाग्छ त्यही राम्रो लाग्छ तिमी भन्ने साथी तिमी हौ त्यही भएर तिमीलाई धेरै धेरै धन्यवाद आयौ हाम्रो हजुरआमाको यो 13औं पुण्यतिथिमा आयौ हाम्रा सबै पितृहरूले तिमीलाई पनि रक्षा गरून् तिम्रो सधैँ राम्रो भन्दा राम्रो अझ राम्रो हुँदै जाओस् तिम्रा छोराछोरीले तिमीलाई सन्तुक लगाउन् अनि छोरा पनि जागिरे बनुन् हरेक तिमीलाई यत्रा यत्रा पैसाको मुठा लिएर देउन् पैसा पर्दैन मलाई सन्तुक भए हुन्छ तिमीलाई मिठो बोली वचन गरून् तिम्रो छोरी पनि राम्रो बाटोमा हिँडोस् नानी पनि मेरो तर्फबाट र हाम्रो सबै मेरो हजुरआमाको तर्फबाट पनि तिमीलाई आशीर्वाद छ आयौ तिमीलाई मलाई केही भन्नु छ भने भन के भन्नु के तिमीलाई त मलाई बोल्न आउँदैन यिनले पनि गीत गाउँछिन् साथीहरू खासमा सानोमा गाउँथ्यौँ हामीले सँगसँगै छोप्थिन् यिनले होइन कुनै दिन हामी अर्को दिन चाहिँ हामी गीत पनि सुनाउनेछौँ आज चाहिँ हाम्रो हजुरआमा बितेको 13 दिन भएको छ त्यही भएर गीत गाउने मुडै छैन हामी अघिसम्म रोइरहेको थियौँ अहिले चाहिँ म अब साथी भेटेको हर्षले गर्दा मैले आफ्नो पीडा पनि बिर्सिएँ साथीहरू रोइरहेको थियो त देश तथा प्रदेशबाट म रोइरहेको पनि देख्यौ पिर लाग्यो कि नै लाग्यो नि तिमीलाई पढ्नु मलाई पनि एउटै न अनि मैले भिडियोमा भन्न सकिने भनिछेउ त्यही भएर त म त अति खुसी भएँ कि तिमी आएर मलाई एकदमै खुसी लाग्यो अझ हिजो आउनु पनि भएन जहिले आए पनि आयौ धन्य तिमीलाई धेरै धेरै धन्यवाद अब चाहिँ हामी फेरि अब कति वर्ष पछाडि भेट हुन्छ साथीहरू थाहा छैन तर अब हामी नम्बर साट्छौँ अनि फोन गर्छौँ फेसबुकमा साथी भन्छौँ र कुराकानी गर्छौँ हेलो हाई गर्छौँ अनि तिम्रो बुढा सायद मेरो भाइ हुनुहुन्छ कि दाइ हुनुहुन्छ थाहा भएन मेरो तर्फबाट नमस्कार भनिदेऊ अनि क्षमा पनि चाहन्छु यहीँबाट मैले अस्ति तपाईँको बुढीलाई खास गरेर मेरो पैसा लगी छौ त भन्दै फोन गरेँ त्यो चाहिँ एउटा सामान्य साथीसँग गरेको ख्याल ठट्टा हो हजुरले चाहिँ एकचोटि झनक्क रिसाउनु भएको थियो फेरि आफै ठाउँमा आइहाल्नु हजुरलाई पनि धन्यवाद मेरो साथीलाई त्यही भएर हो त्यो साथीलाई भने औषधि खाए बड्डी है औषधि खाने जानुहुन्छ अनि उहाँलाई पनि धेरै धेरै धन्यवाद मेरो साथीलाई यस्तो राम्रो हाँसी खुसी राखिदिनु भएकोमा किनभने हजुरको माया हजुरको साथ हौसला बिना उनी अधुरो अपुरो हुन्छन् यिनको चेहरामा जुन चमक छ तपाईँको मायाको कारणले छ यिनी उज्यालो हुँदै मलाई भेट्न आइन् भनेपछि तपाईँले राम्रै माया स्याहार सम्हार गर्नुभएको छ भन्ने मैले लागेको छ अब तिम्रो मनमा के छ बड्डा मलाई थाहा छैन होइन मेरो मनले चाहिँ त्यही अड्कल गरे धन्यवाद भन्न चाहन्छु मेरो सम्पूर्ण फेसबुक हेरेर बस्नुभएका सबैजनालाई फेरि पनि धन्यवाद भन्दै अब हामी छुट्टिन्छौँ नमस्ते धन्यवाद